ल साथीहरू एकदम राम्रो खालको मिठो खालको रसभरी बनाउने तरिका सिकाउँदैछु। ल हेर्नुहोस् है, अब एउटा प्यान लिनुहोस्, त्यसपछि दुध लिएर चाहिँ दुध प्यानमा लगाएर चाहिँ मजाले तताउनुहोस्। दुध मजाले तातिसकेपछि चाहिँ यसलाई चाहिँ हामीले दुध फटाउनको लागि चाहिँ हामीलाई भेनेगरको आवश्यक पर्छ। यसरी भेनेगर हाल्नुहोस्। भेनेगर हालेपछि चाहिँ मजाले चलाउनुहोस्। यसरी दुध फाट्छ, भेनेगर हाल्ने साथै दुध फाट्छ अनि मजाले तताउनुहोस्। यसरी छोक्रा भइसकेपछि यसलाई चाहिँ एउटा पातलो कपडा लिएर चाहिँ यसरी छान्नुहोस्। यसरी छानिसकेपछि चिसो पानी माथिबाट हाल्नुहोस् अनि यसलाई चाहिँ मजाले निचारेर पानी जति एक थोपा नराखिकन यसलाई चाहिँ राख्नुहोस्। 15 मिनटपछि यसलाई चाहिँ अब हामीले डल्ला बनाउनु पर्ने हुन्छ। यसलाई मजाले यसरी माडमुड गर्नुहोस्। मजाले माडिसकेपछि यसलाई डल्लो बनाउनु सुरु गर्नुहोस्। यसरी तपाईँलाई जति खान मन लाग्छ, जति चाहिएको छ त्यतिवटा, जत्रो साइजको बनाउन मन लाग्छ त्यत्रो साइजको डल्लो यसरी बनाउनुहोस्। यसरी डल्लो रेडी भइसकेपछि अब हामीलाई चास्नी रेडी गर्नुपर्ने हुन्छ। चास्नीको लागि हामीले चाहिँ चिनी, त्यसपछि 2 दाना सुकुमेल हाल्ने, त्यसपछि पानी हाल्ने, त्यसपछि यसलाई मजाले पकाउने। यसलाई मजाले पकाइसकेपछि अब अघि हामीले बनाएको डल्लोलाई अब यसरी हाल्ने। यसरी हालिसकेपछि अब एकछिन छोपेर राखिदिने। 15 मिनटपछि यसलाई चाहिँ एकदम रेडी भएको हुन्छ। त्यसपछि